के हो हनुमन्ती दाई टोलाउँदै हिँड्नुभएको छ त लप पऱ्यो के हो त के कुरा गरे कालु भाइ त्यस्तो होइन बाबु होइन हामी जस्तो नोकरको के लप पर्नु बारीमा मल छर्न जान लागेको थाहा भइहाल्छ नि हामीलाई के लाटो सम्झाएको क्या हनुमन्ती दाई ल हनुमन्ती ब्रो धेरै सेन्टी हुनु पर्दैन सबैको दिन आउँछ ल म चाहिँ चल्दिएको आज हामी छोरी घर आएको उपलक्ष्यमा मासु खुवाइने भयो होइन त हो नि बुढा छोरी घर आए कि मासु र भात खाने आज मासु खानु पनि मन लागिरहेको अलि राम्रो राम्रो चोख्रा चाहिँ छोरीलाई दियो है बुढी भन्न पर्छ र मेरी छोरीलाई मैले कति माया गर्छु भन्ने त थाहा त छ नि यतिका दिनसम्म कति भोक लाग्यो होला कसैको खाना दिएर परा बाला दिएर हाल्दिनु फेरि राखिदिउँला त के 6 भात जति पनि